यो संसारमा मान्छेको जीवन यात्रा चलिरहेछ। हामीले आफूलाई यो यात्रामा अघि बढाइराख्नु पर्ने हुन्छ। बुझ्नुस् यो कुरालाई। चाहे सुख होस् चाहे दुःख होस्, हामीले त्यसलाई पर हटाउनै सक्दैनौँ। हामी सोच्छौँ धन सम्पत्ति पैसा भए, आफ्ना आफन्त भए हाम्रो दुःख हट्छ भनेर। तर यो संसारमा बुझ्नुस्, जुनसुकै व्यक्ति होस्, यो जिन्दगीको यात्रा आफ्नो आफ्नो छ। आफूले भोग्नुपर्छ, कसैले पनि भोगिदिँदैन। त्यसैले बुझ्नुस्, जिन्दगीको यात्रालाई, यो यात्रा सबैले आफू आफू भोग्नुपर्ने हुन्छ। आफ्नो जीवनमा आएको, आफ्नो शरीरमा आएको सबै कुरा आफैले भोग्नुपर्छ। त्यसैले यो यात्रालाई सही र राम्रो बनाउनु छ भने खुसी भएर यात्रा गर्नुस्। जीवनमा आउने दुःख, समस्या, सङ्घर्ष पनि मेरै हो भन्ने सोच बनाउनुस्। सधैँभरि खुसी मात्र आउँछ भन्ने सोच बनाउनुस्। अर्काको जीवन हेरेर आफूलाई खुसी बनाउने कोसिस गर्नुभयो भने अब तपाईँ फसिनु भयो जीवनको यात्रामा। बुझ्नुस्, आफूलाई खुसी बनाउने कोसिस गर्नुस्। अरूको जस्तै कहिले पनि बनिने कोसिस गर्दै नगर्नुस्। मान्छे खुसी हुन जरुरी छ, अरूको जस्तै खुसी हुन आवश्यकै छैन। बुझ्नुस्, जीवनै यही हो। जीवनलाई खुसी बनाउनु छ, आफूलाई खुसी बनाउनु छ, आफ्नो वरपर रहेका हरेक व्यक्तिलाई खुसी बनाउनु छ भने सबैभन्दा पहिला आफूलाई खुसी बनाउन सुरु गर्नुस्, आफ्नो आत्माबाट। त्यसको लागि हामीले सबैभन्दा पहिला आफ्नो आत्मा सफा गर्नुपर्छ, आफूलाई साँच्चै नै सफा गर्नुपर्छ, अनि मात्र खुसी हुन सकिन्छ। यो जिन्दगीको यात्रा हो। बुझ्नुस्, यो यात्रालाई हामीले गन्तव्यमा पुर्याउनै पर्छ, अनि मात्र हाम्रो यात्रा टुङ्गिनेछ। यो नै यात्रा हो।